Jai Masiha everyone. I am Kamali Tamang. Welcome to my channel. आज चाहिँ म हजुरहरूलाई परमेश्वरको महान प्रेमको बारेमा केही कुरा सेयर गर्न चाहे। साँच्चै परमेश्वरले चाहिँ संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकलौटी पुत्रलाई पनि हाम्रो लागि दिनुभयो ताकि कोही पनि नाश नहोस् र हरेकले चाहिँ अनन्त जीवन पाओस् भनेर चाहिँ उहाँले आफ्नो एकलौटे पुत्र येशू ख्रीष्टलाई चाहिँ हाम्रो लागि यो संसारमा दिनुभयो। अनि साँच्चै आजभन्दा 2025 वर्ष अगाडि चाहिँ बेथलेहेम सहरमा कन्या मरियमद्वारा चाहिँ उहाँ जन्मनुभयो। पवित्र आत्माद्वारा गर्भधारण भएर चाहिँ उहाँ जन्मनुभयो र हरेक मानव जातिको पापको लागि चाहिँ उहाँ जन्मनुभयो र कल्वरीको क्रुसमा चाहिँ हाम्रो पापहरूलाई बोकेर उहाँ टाँगिनुभयो र मर्नुभयो र तेस्रो दिनमा फेरि उहाँ पुनर्जीवित भएर उठ्नुभयो। साँच्चै हरेक मानिसहरूको लागि चाहिँ येशू ख्रीष्टले चाहिँ आफ्नो जीवन बलिदान दिनुभयो। उहाँ चाहिँ 100% मानिस अनि 100% नै परमेश्वर हुनुहुन्छ। उहाँ चाहिँ साँच्चै येशू ख्रीष्टमा बाहेक चाहिँ अरू कुनै नाउँमा चाहिँ मुक्ति छैन अनि अरू कुनै नाउँमा चाहिँ उद्धार छैन, किनकि येशू नै अनन्त जीवनको बाटो हुनुहुन्छ र उहाँद्वारा बाहेक कुनै ढोकाद्वारा चाहिँ हामी अनन्त जीवनमा स्वर्गमा पस्न सक्दैनौँ। अनि साँच्चै परमेश्वरको महान प्रेमको कारण चाहिँ आज हामीले यो अनुग्रह पाएका छौँ अनि उहाँको अनुग्रह आएको चाहिँ आज 2025 वर्ष भइसकेको छ। अनि साँच्चै 2025बाट पनि अब केही दिनमा 2026 आउँदैछ अनि 2026 को शुभकामनासँगै येशू ख्रीष्टको जन्मको बारेमा पनि साँच्चै यो सुसमाचार पनि हजुरहरूलाई चाहिँ बताउन चाहे र जुन जीवन चाहिँ मैले पाएँ अनि जुन शान्ति, जुन मुक्ति अनि जुन उद्धार चाहिँ येशू ख्रीष्टलाई विश्वास गरेको कारण उहाँले चाहिँ मलाई चुन्नु भएको कारण आज मैले पाएको छु। यही सुसमाचार अनि यही गवाई चाहिँ हजुरहरूलाई पनि सुनाउन चाहे। साँच्चै उहाँमा मात्र मुक्ति छ अनि उद्धार छ अनि अनन्त जीवन छ र शान्ति छ। यसै कारण जो जतिले येशू ख्रीष्टलाई विश्वास गर्नुभएको छैन हजुरहरूको लागि चाहिँ यो खुसीको सुसमाचार चाहिँ आज म हजुरहरूलाई सेयर गर्न चाहे। हजुरहरूले चाहिँ यदि येशू ख्रीष्टलाई विश्वास गर्नु भएन भने चाहिँ अनन्तको स्वर्गमा चाहिँ जान पाउनुहुन्न अनि अनन्तको स्वर्ग जाने बाटो चाहिँ येशू ख्रीष्ट मात्रै हुनुहुन्छ। त्यसै कारण ह्याप्पी